आमासँग बात नपाऊ लगा भाइ पारिजनलाई माथिबाट जाने होला नि त अहिले उता बिचमा बसिला नबोलौँ यसो अलि छोड्दैन यो सानो किरा डल्लो बस्ने त्यसको दबाई हुन्छ होइन आमा दबाई भन्छन् तारेर खान्छन् त्यति पनि भएन भने बोइल गरेर खान्छ हजुर नुन अलिअलि लाउने के नुन हाल्दैन फेरि एउटा थप नुन न त नुन नभए त निल्नै गाह्रो हुन्छ नि होइन नि होइन त्यो त स्वाद अनुसार खाने हो नुन चाहिँ आमा एउटा सुतेछौ दाइ त्यो एनिमल भर्सेस म्यान छैन कति मात्र सुतेछौ सबै बाँदर जस्तो है सम्मान के ठिकै दादा एकदम तपाईँ के छ युनाइटेड भ्यान क्लब बनाएको त तिमीले के हो यो अनुदान हो कि क्या भन्ने होइन गर्मी है गर्नु भएको छैन आमा वरिष्ठ लेखेर गर्नु भएको छैन हजुरलाई गर्मी अलिकति भइहाल्छ नि यो चौबन्दी लाछु आइहाल्छ नि त्यो पनि श्रम कता हो हामी यहाँ बस्छौँ त्यो आउँछ बोलाउँ के कुरो यो यसलाई बसाइ त घरको गौला यो हावाको यो हावासँग यो हावा उन्दैसँग आएर भन हात लानु बचाउनु चाहिँ घरमा आउँछु सब बिहान यो हो नि यो चकालु सरमाले खुत्त निकाल्ने सामान बिछाइ मैले आसु त्यही मिस्टेक गरेँ सबै सामान बिर्सेर आउनु तैँले बोलाएर त यहाँ सरको ऐना पनि टेबल टेनिस जस्तो रहेछ उत्तिकै एक्टिभ हुनु पऱ्यो कि यतिकै काठमाडौँ जाने भएर एक्टिभ हुनु पऱ्यो भयो सुरु गर एकछिन अलिकति चापो यति पाउनु मनोला भयो कहिले अलिक छिटो ल है त र एकछिन राति चढेर भर्खरै लगा अलि बिचमा लगा भाइ पारिजनलाई माथिबाट जाने होला नि त अहिले उता बिचमा बसिला नबोलौँ अलि छोड्दैन उता बिचमा पुग्छ नि त बगरै हो अलि माथिबाट नत्र तल पुग्छ नि त कहाँबाट जान्छ भाइ अलि माथिबाट परै पुऱ्याउनु पर्ने हो हुन्छ त हिँडेर पारि भाइ कताबाट जान्छ अब कुन लिएर गएर अलिक माथि पुऱ्यो नि यस्तो आउने क्या त यहाँ त तल पुग्छ नि त माथि जाँदैन नि त त्यहाँ त्यो हो क्या ट्रेक चाहिँ अनि त्यहाँ माथि चढेर ढुङ्गा त यहाँ आइपुगेको छ भनेपछि त्यहाँ पुग्न त हामी त माथिबाट जानु पऱ्यो नि त सही बात अनि त्यसो त पढ्नुपर्छ क्या साइन्टिफिक रिजन हो क्या कपाल बिगारलाई खाले त्यो डोर्याउँदै लिएर गएर माथि चढेर चाँडो हुन्छ होला है कता यार
मैले पसलसँग क्यामेरा क्लिक गरेर दाजुले देखाइदिएछु मैले म चाहिँ पसिना त लास्टै आयो क्या आज पसिना त तर यसबाट त पानी पुरै छिरिरहेको छ केही नहुँदो रहेछ है हावा हुन्छ नि त अलिअलि पानी छिर्नु पर्यो पानी भरिँदा पनि केही नहुँदो रहेछ है यो छुट्टियो भने यो भित्र अक्सिजन यो माथिसम्म आउनु भएन होला क्या यहाँ भरिसम्म पनि आउँदैन होला पानी त के अरे यो भरिसम्म आए पनि केही भरि भने डुब्छ है डुब्दैन क्या कुनै हालत त भरिँदैन यो भरि भए पनि डुब्दैन क्या मान्छे लोड भयो ए भिडियो नगरेर तल बसेर क्या टाढो ल त ल सिट देख्नु भएन सिट छ त्यही सिटमा बस्नु हुन्छ न मनु सर खिच्यो भने क्या ह्यान्डसम देखिन त मनु सर वा माइ गड तपाईँलाई नि पसिना आउँछ दारी दारी चाहिँ यति सरसरले अब दारी चाहिँ यति यति काटेर चाहिँ ठिक्क हुँदैन यो होइन अहिले अब त चिल्लै बनाएर साउन्ड रहेछ तपाईँले सर बानी भइसक्यो तर सेट जड्या यतिमै ह्यान्डसम अहिले हिँडेको साटो पुलमा थियो क्या खासमा स्कुल भन्ने स्कुल पनि राम्रो देखिन्छ म चाहेर पनि बिर्सिन सक्दिनँ म तपाईँलाई भेट्न फेरि फेरि पक्का आउनेछु ममा जाने हिम्मत भएको छ लिम त यहाँ आएर ठिकै गरेछु सुटिङ हुँदैछ त्यहाँ ऊ त्यहाँ सुटिङ हुँदैछ कहाँ थियौँ भन्दा ऊ त्यहाँ थियो उता सिधै सिधै देख्नु भएको त्यो दाइ हुनुहुन्छ डाइरेक्टर दाइ सुटिङ हुँदैछ ल हामी चाहिँ यहाँ सुटिङमा छौँ दुर्लभ दाइ यहाँ हुनुहुन्छ सम्मान दाइ हामी त आइसक्यौँ नि यो अहिले मोबाइल लोक्दैला चुरो पोको चाहिँ खान्छ है दिन अब दिन दिनु के होइन यत्रो छ नि दिन आधा दिन आउँछ नि अनि आफूभन्दा जेठो बाठोले लुटेर खान्छ क्या यिनीहरूको सेम म जस्तै गर्छ त खानु पायो भने त ओइ नलुट मिलाएर खा आम्मामा क्या भागेर चाहिँ यार बिहानदेखि हामीले दिनु भएन हाम्रो कहाँ कहाँ उहाँ उहाँ गऱ्यो नि छुट्टा मार्ला नि यहाँ भिडियो ला यसको त यहाँ तिमीले भर्खर ल्याएको छौ है त्यसरी तिमीलाई दाउ भएछ अनि यहाँ हेरे हेरे जेठो बाठोले खाइहाल्छ कि ल ओइ नानी ल तिमीलाई हेर्नु त्यहाँ ओइ कसलाई कसलाई गइसक्यो होला अब होइन कसलाई गाली पाए पाए ल्या पाए ऊ यता पाएन आमा यताले यता कसले पाएन त्यो दुइटाले नफालिदिनु न त्यसले डबल लियो मलाई दिनु उहाँलाई पनि त्यो चिल्लो नखाने हामीले चिल्लो दियौँ पेट दुख्छ यस्तो ल सेम खाँदा त मैले जसरी चपाउँदा रहेछ नि त अब छैन के हो भन्नुहोस् न अब खै दिँदा पनि दिनुहोस् एक्लै खाइदिनु सब त तिनीहरूलाई अनि खोइ त पप चिया चाहिँ खोइ त अनि आमा पप मात्रै भयो त त्यस्तो हेर्नु न यिनीहरूले यो स्यालहरूले क्या है बिस्कुट खाएर ए गुल्नु खिचे हजुरले देखे खिच्दै हिँडेर हो क्या आमा ल बाई बाई त्यो फोहोर फाला है उता लगेर यो त म त तर्सिनेवाला छैन तर म त आमा त तर्सिनु न म साथी जाऊ
तेरो म साथी हो मेरो इन्टरभ्यूमा हेरेछ तपाईँको साथी मिल्ने साथी को छ भनेर हो बाँदर मेरो किताब छ अनि बाँदर छ भनेर किताब र बाँदर राख्नु। त्यो बेला म थिएन है न त मलाई सम्झेर भन्नुहुन्थ्यो हात मिलाउ त तिमी पनि मलाई त एकचोटि मिलाउनु जाऊ न ओइ त्यो फोहोरमा फाल त्यो प्लास्टिक ट्युब हात मिलाउन नि अब म हेर्दैन त्यसलाई हेर्दै हेर्दैन रे ओइ 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 त्यो पोको खै ल्याउनु यहाँ आमासँग बात नपाउ गाडी